उहाँ हुनुहुन्छ अनिश कुमार, जो च्यातेको नोट ताल्दै हुनुहुन्छ आधा घण्टादेखि। ए भाइ, कस्तो पुरानो नोट ल्याएको? अब त बुझ्नु भयो नि, नगद छोडौँ फोन पे गरौँ। ओहो, कति मिठो खाना। अङ्कल, मेरो कति भयो? 250 भयो भाइ। ल, वालेट त घरमै छुटेछ। अब त बुझ्नु भयो नि, नगद छोडौँ फोन पे गरौँ। ल, यत्रो भिडमा कसले उडायो मेरो पैसा? भाग्यै खराब छ मेरो त। ए बुढी, मेरो त पैसै हरायो। के रे? बेलैमा बुद्धि पुर्याऊ, नगद छोडौँ फोन पे गरौँ। हो, साँच्चै अब बेला आएको छ नगद छोड्ने र फोन पे गर्ने। फोन पे डाइरेक्ट, एक ब्याङ्कदेखि अर्को ब्याङ्कमा डाइरेक्टली पैसा पठाउन मिल्ने। मोबाइल ब्याङ्किङ एप खोल्ने, फोन पे डाइरेक्टमा जाने, मोबाइल नम्बर, खाता नम्बर वा क्युआर छान्ने, रकम लेख्ने र पठाउने। पैसा तुरन्तै पुग्छ, कुनै पर्खाइ छैन। फोन पे क्युआर, अब जे किन्दा नि क्युआरबाट सजिलै तिर्न सकिन्छ। फोन पे बिल्स, बिजुली, खानेपानी, फ्लाइट टिकट्स सबै एक क्लिकमा। अरू फिचर्स नि आउँदैछ, तर स्क्याम्स र जालजेलबाट टाढा रहन आफ्नो ओटिपी र पासवर्ड कसैलाई नदिनु होला, यति गरे पुग्छ। अब न त भाडा दिने झन्झट, न त बिल तिर्न, न त साथीको साप्टी फर्काउने नै। सबै फोन पेबाटै सम्भव छ। इन्स्ट्यान्ट, सेक्योर, कन्भिनियन्ट। आजै प्रयोग गर्नुहोस्। मान्छे नम्बर 8, तिमी स्वर्ग जाऊ। मान्छे नम्बर 9, तिमी नर्क जाऊ। यमराजजी, म त जीवनभरि सत्यवादी रहेँ, न त कुनै हत्या गरेँ, त्यही नि मलाई किन नर्क? तिमीले एक घोर पाप गर्यौ बालक। के पाप गरेर यमराजजी? बालक, तिमीलाई नगद छोडौँ फोन पे गरौँ भन्दा नि नगद नै चलायौ।